Hello, namaste again. Hey, good morning, good afternoon, and good evening, whichever parts of the world you all people are watching me. म यहाँ क्यानाडाबाट अरू श्रेष्ठ लाइभ आफ्नो बिजनेस पेजबाट लाइभ आएको छु होइन आफ्नो बिजनेसको बारेमा इन्फर्मेसन दिनको लागि र एक्चुली यो चाहिँ नि दिस इज अबाउट गो लाइभ च्यालेन्ज होइन हाम्रो कोच सुषमा दिदी हामीलाई 10 डेज गो लाइभ च्यालेन्ज गर्न भन्नुभएको छ बिजनेसको बारेमा आफ्नो भ्युअर्सहरूलाई इन्फर्मेसन दिनको लागि अनि आफ्नो चाहिँ नि पेजलाई पनि लिभरेज गर्नलाई कन्सिस्टेन्सी बिल्डअप गर्नको लागि कन्फिडेन्ट बिल्डअप गर्नको लागि र धेरै नै अझै कुराहरू चाहिँ नि राम्रो राम्रो कुराहरू बिल्डअप गर्नको लागि यो च्यालेन्ज चाहिँ नि सुरु गर्नुभएको आजबाट सुरु हुँदैछ 10 डेजसम्म र म लगायत मेरा सम्पूर्ण टिमहरूले चाहिँ नि यो च्यालेन्ज गर्दै हुनुहुन्छ र आजको चाहिँ नि डे फर्स्टमा 10 डेजको डे फर्स्टमा टपिक्समा मैले यो बिजनेसमा वाइ आई चुज दिस प्लेटफर्म र मेरो चाहिँ नि बिग भिजन मैले के हेरेको छु यसको बारेमा कुरा गर्दैछु र मेरो अगाडिको लाइभमा अलिकता प्रब्लम आयो होइन टेक्निकल इस्यु आएको भएर म फेरि चाहिँ नि फेरि यो लाइभमा आएको छु बिकज यस अब मिस्टेक ह्यापन्स होइन पर्फेक्सन त कहाँ अब 100% पर्फेक्सन त हुँदैन नि होइन अब म चाहिँ नि एकदमै किनकि मैले एउटा टाइम फ्रेम दिएको थिएँ इन बिट्विन 8 बजीदेखि 9 बजेको बिचमा म लाइभ सोमा आउनेछु भनेर होइन र यसरी हतार हतार गर्दा मैले चाहिँ नि आफ्नो एउटा माइक्रो चेक गर्न अलिकता म कन्फ्युज भएछु बिर्सेछु होइन अनि मेरो त कुनै भोइस नै सुन्नु भएन छ र होइन वाट्स द पोइन्ट इफ यु क्यान ओन्ली वाच मी होइन इफ यु क्यानट हियर माई भोइस होइन त्यही भएर म फेरि आएको छु त्यसको लागि म माफी चाहन्छु टेक्निकल इस्युले गर्दाखेरि प्रब्लम आयो र म फेरि चाहिँ नि यो लाइभ सोमा आएको छु आफ्नो बारेमा भन्नलाई यो बिजनेसको बारेमा भन्नलाई र थ्याङ्क यू सो मच सुषमा दी यो च्यालेन्जको लागि र मेरो फ्रेन्ड्स फ्यामिली भ्युवर्स उहाँहरूलाई पनि सबैजनालाई सपोर्ट गर्नुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु विथिन दिस यो लाइभ च्यालेन्जमा हजुर इफ यु वान्ट यु क्यान आस्क मी क्वेसन्स अर हुएभर इज वाचिङ लेटर रिप्ले गरेर हेर्नुहुन्छ नि उहाँहरूले पनि यदि क्वेसन्स छ भने दे क्यान आस्क दे क्यान कमेन्ट होइन अनि आई विल डेफिनेटली कन्सिडर अल दस क्वेसन्स एन्ड क्वेरिज है र इन्ट्रोडक्सन त अब होइन जस्ट सर्टमा चाहिँ भन्नु पर्दाखेरि म चाहिँ नि अब अफकोर्स होइन मेरो नाम अरू श्रेष्ठ म क्यानाडामा आफ्नो फ्यामिलीसँग बस्छु 2 जना छोराछोरी छन् अनि हस्बेन्ड हुनुहुन्छ हस्बेन्ड चाहिँ नि ओभर फुल टाइम काम गर्नुहुन्छ भने म चाहिँ नि जस्ट पार्ट टाइम काम मात्रै गर्छु र यो बिजनेस चाहिँ नि अनलाइनकोबाट गरिरहेको छु डिजिटल बिजनेस ओनर होइन सर्टिफाइड मेन्टर हुँ अनि र कतिजनालाई लाग्छ होला किन अनलाइन बिजनेस गरेको यहाँ त अनलाइन बिजनेस भन्ने बित्तिकै मान्छेहरू डराउँछ भनेर कति क्वेसन्सहरू हुन्छ होइन सबैजनाले त्यस्तै सोचेको हुन्छ तर नो म यो डिजिटल बिजनेस चाहिँ नि इट्स नट लाइक द्याट इट्स कम्प्लिटली भेरी डिफ्रेन्ट भेरी युनिक होइन एकदमै जेनेटिक स्टाइलको छ यो यसमा चाहिँ नि अनि र मैले चाहिँ यो डिजिटल बिजनेस लास्ट इयरबाट गरिरहेको छु सक्सेसफुली आफ्नो घरबाट रन गरिरहेको छु र मेरो चाहिँ नि मैले किन जोइन गरेँ भन्दाखेरि म सुरुमा 3टा काम गर्थेँ होइन 3टा पार्ट टाइम काम गर्थेँ ओभरअलमा भन्नु पर्दाखेरि फुल टाइम भन्दा बेसी नै हुन जान्थ्यो तर त्यसरी काम गर्न किनकि अब फाइनेन्सियल सपोर्ट लिनु पर्यो होइन आफ्नो लागि आफ्नो फ्यामिलीको लागि अनि छोराछोरीलाई मैले घरमै छोडेर जानु पर्दाखेरि के भयो त भन्दाखेरि एक किसिमको ग्याप आयो कि किनभने अब ड्याडी पनि काममा जाने मम्मी पनि काममा जाने अनि छोराछोरी त अब भनेको बेलामा नो प्यारेन्ट्स होइन अनि त्यहाँ त कस्तो ठुलो ग्याप आइदियो अनि उनीहरू धेरै टाढा 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 गएको मैले रियलाइज गरेँ होइन कम्प्लिकेसन्सहरू धेरै नै आयो अनि चाहिएको बेलामा मम्मी पनि छैन ड्याडी पनि छैन अब पेचेक टु पेचेक काम गरेपछि आवर बेसिसमा काम गर्ने भएपछि काममा जानु भएको छ भने मात्र पैसा आउने तपाईँको इन्कम हुने स्यालेरी आउने नत्र नआउने होइन अब बिरामी हुँदाखेरि पनि गाह्रो हुने जानलाई एकदम गाह्रो हुने टाइम फ्रिडम छैन होइन अनि त्यसपछि के छ अब स्केड्युल पनि आफूले भने जस्तो बन्न नपाउने भनेकै टाइममा अब नै म आज आउन सक्दैन भन्यो भने पैसा पनि नआउने त्यसमाथि फेरि ला अब आफ्नो भएको जब पनि जाला कि भनेर डराउनु पर्ने अनि डराइ काममा जानुपर्ने एकदम के किसिमको हुन्छ नि एङ्जाइटी किसिमको थियो कि मलाई म कसरी जाम के गरौँ मलाई काम पनि चाहिएको छ मलाई चाहिँ इन्कम पनि अर्न गर्नु छ एट द सेम टाइममा मलाई मेरो फ्यामिलीलाई पनि टेक केयर गर्नु छ किनकि मेरो छोराछोरी अझै सानो सानो थिए त्यतिखेर होइन अनि म के गरौँ अनि भनेर मैले चाहिँ नि होइन अब एउटा उपाय निकाल्नुपर्छ केही अल्टरनेटिभ खोज्नुपर्छ राम्रो अप्सन खोज्नुपर्छ जसमा म चाहिँ नि मेरो छोराछोरीले
भोलि गएर उनीहरूको पनि भविष्य बनाउने बेलामा उनीहरूले पनि एउटा मेरो प्यारेन्ट्सले यसरी काम गर्नुभएको थियो, हामीले पनि त्यसरी काम गर्नुपर्छ, हामीले पनि आफ्नो क्वालिटी लाइफस्टाइल चाहिँ बिल्डअप गर्न सक्नुपर्छ, एउटा ड्रिम लाइफ हेर्न सक्नुपर्छ भनेर उनीहरूले पनि सिकोस् भनेर मैले यसरी भएन, म अब घरमै बसेर केही काम गर्न सक्छु कि आफ्नो छोराछोरीलाई हेर्दै, परिवारलाई हेर्दै होइन, आफ्नो एउटा कम्फर्ट जोनमा बसेर यसरी केही अर्निङ गर्न सक्ने कुनै त्यस्तो बाटो छ भने म त्यसमा लाग्छु भनेर यसरी चाहिँ खोज्दा खोज्दै एउटा सोसल प्लेटफर्मको थ्रुबाट यो बिजनेस पाएँ, जुन बिजनेसमा हामीले यही सोसल प्लेटफर्म नै युज गर्छौँ। जुन सोसल प्लेटफर्मबाट हजुरले मलाई हेरिराख्नु भएको छ र मैले यो चाहिँ नि लाइभ सो गरेको छु, त्यही नै चाहिँ नि हामीले युज गर्ने हो। यो डिजिटल बिजनेसले हजुरलाई 7 वटा सोसल प्लेटफर्म दिन्छ, जस्तो फेसबुक, इन्स्टाग्राम, टिकटकहरू भएन, हामी यसैबाट नै यो बिजनेस गर्छौँ। रमाउँदै होइन, राम्रो इन्फर्मेसन दिँदै, यस्तै बिजनेसको इन्फर्मेसन दिँदै, इन्टरटेन गर्दै होइन, लाइफ चेन्जिङ अपर्च्युनिटीको बारेमा चाहिँ नि कुरा सुनाउँदै हामीले यो बिजनेस गर्छौँ। र मेरो चाहिँ नि मेन रिजन भनेकै मेरो फ्यामिली, मेरो छोराछोरीको भविष्य भएको भएर नि मेरो भिजन पनि त्यही नै छ। मैले यो बिजनेसबाट के भिजन हेरेको छु भन्दाखेरि मेरो बिग भिजन छ होइन, एउटा क्वालिटी फ्यामिली लाइफस्टाइल बिल्ड हुनेछ, टाइम फ्रिडम पाउनेछु मैले, लोकेसन फ्रिडम पाउनेछु भनेको दिस डिजिटल बिजनेस इज अ ग्लोबल बिजनेस। यु क्यान टेक दिस डिजिटल बिजनेस एनीवेयर, वेयरएभर यु वान्ट एन्ड वेयरएभर यु वान्ट टु डु होइन, तपाईँले सिलेक्ट गर्न पाउनुहुनेछ। अनि अर्को चाहिँ नि भेरी इम्पोर्टेन्ट, सिन्स आइएम अ मम एन्ड आइएम वर्किङ टु बिल्ड माई किड्स फ्युचर, दिस डिजिटल बिजनेस प्रोभाइड्स यु लेगेसी ट्रान्सफर होइन। भोलि गएर भनौँ न मेरो छोराछोरीले पनि यो बिजनेस गर्न सक्छ र उनीहरूको लागि म एउटा रोल मोडल भएको छु, जसले गर्दाखेरि भोलि गएर जस्ट लाइक आई वाज सो स्ट्रगलिङ टु फाइन्ड द अल्टरनेटिभ होइन, मलाई कुनै बेला थाहा पनि थिएन कि देयर वाज एनी अप्सन्स, यस्तो खालको अप्सन छ जसमा हामी चाहिँ नि घरमै बसेर काम गर्न सक्छौँ भन्ने थाहा थिएन र मैले कसरी चाहिँ नि खोज्दा थाहा पाएँ र मेरो छोराछोरीले आज त्यो हेरिरहेको छ र त्यो चाहिँ नि बुझेको छ कि यस देयर इज अप्सन होइन। हामी चाहिँ नि एउटैमा त्यही पेचेक टु पेचेकमा 9 to 5 मा चाहिँ नि हामी धेरै दुःख गर्न पर्दैन। जसरी हामीले चाहिँ नि मेरो मम्मी मेरो प्यारेन्ट्सले जस्तो चाहिँ नि मैले चाहिँ नि त्यसरी काम गर्न पर्दैन। वी डु ह्याभ सो मेनी अल्टरनेटिभ्स, वी डु ह्याभ सो मेनी अप्सन्स भनेर उनीहरूले चाहिँ नि हेर्ने छ है। र बिग भिजनको चाहिँ नि मेरो त्यही नै छ, भोलि गएर मेरो छोराछोरीको भविष्य राम्रो होस् होइन, लेगेसी बिल्ड गर्न सकौँ र एउटा एकदमै क्वालिटी लाइफस्टाइल बिल्डअप गर्न सकौँ। Of course, since this digital business is a work from anywhere, I want to take this digital business around the world and travel. Thank you so much for watching है। अनि सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र हजुरले पनि यदि साँच्चै नै कुनै एउटा टाइममा कुनै एउटा चाहिँ नि फ्रेममा हजुरको एउटा लोकेसनमा हजुर एकदम स्टक हुनुभएको छ, हजुरलाई कुनै आइडिया छैन के गर्ने कसो गर्ने भन्नुहुन्छ भने यस, दिस कुड बी योर बेस्ट एनदर प्लेटफर्म होइन। यसमा चाहिँ नि आएर हजुरले केही गर्न सक्ने एउटा आश देख्नु भएको छ भने प्लिज यु आर मोस्ट वेलकम टु जोइन आवर प्रोग्राम। अनि अर्को यो चाहिँ नि मेरो वेबसाइट पनि छ www.arushrestha.ca मा गएर हजुरले फ्रीली आफ्नो नाम इमेल रेजिस्टर गरेर यो डिजिटल बिजनेसको बारेमा इन्फर्मेसन लिन सक्नुहुन्छ है। र यदि हजुरलाई चाहिँ अझै पनि धेरै केही इन्फर्मेसन चाहिएको छ भने प्लिज हजुरले चाहिँ नि मलाई चाहिँ नि मेसेज पठाउन सक्नुहुन्छ। र एउटा कमेन्ट आएको छ जानुभन्दा अगाडि आई वान्ट टु read that comment. I know this name looks like a Spanish kind of. I really do. Okay, thank you so much for your whatever you have commented there. Thank you so much for showing this live show. I really appreciate your time. I guess you understand English as well. Okay. र सबैजनालाई थ्याङ्क यू भन्दै आजको मेरो गो लाइफ च्यालेन्ज डे 1 भेरी इन्ट्रेस्टिङ भयो होइन, फनी पनि भयो। र सबैजनालाई चाहिँ नि माफी माग्दै र थ्याङ्क यू सपोर्ट गर्नुभएकोमा भन्दै बिदा चाहन्छु। नमस्ते।